हेलो हेलो सौरभ कहाँ हो? बंकु भैया बंकु भैया बंकु भैया बंकु भैया सौरभ न आए कौन अभी तक, कहाँ गए? कौन फिल्म गरेको बंकु भैया भूतनाथ। सौरभ ने मत करो, आ गरम गरा तुम करो। हम तो यहाँ पे रिकॉर्डिंग चालू है। भगवान ऑडियो अब अच्छा आना चाहिए। डैडी आया छ। ड्याडी आयो ड्याडीले के बोल्छ बे त्यसले पापाको सुनेर बस्ने त नि आफूले के सर सुभाष आउन गरे। भित्ता पछाडिको कुरा गर्ने हो क्या मिस्टर टकला टक्लिया टक्लिया बिटी किन राखेको के मिटिङ ओए राहुल भोलि एक्जाम छ नि त, त्यही भएर के को एक्जाम मिड डिफेन्सको ओए मेरो सबै कपाल के हो? सबैको भिडियो एकैचोटि एकै ठाउँमा राख्न मिल्दैन यो जो बोलिरहेको त्यसको मात्रै आइरहेको कसरी हो होइन मिल्छ, मैले गरिरहेको सबैको। अहिले भयो सौरभ आयो भनेदेखि मैले यो यसलाई कसैले भन न यार ल्यापटपबाट जोइन गर भनेर के ए गरिरहेको डैडी बेटा डैडी बेटा लैपटॉप से ज्वाइन बबुआ बक्चोदी गर्न बस्या यार के हो किन गर्या हो भन्ने थाहा छैन के मोटिभ हो यो भिडियो यो मिटिङको के मोटिभ हो कि थाहा? यो मुलाले भ्लग बनाउन लाग्यो गरिरहेछ यार सौरभ कहाँ गयो के त्यहाँ मुभीको कुट मुभी हेर्न जाने भनेको त्यो मुभीको बारेमा होइन र हेर्न जाने ए भरे त्यसको लागि यत्रो डिस्कसन गर्छन्। नै सुभाषले त्यही बुझिरहेको थियो होइन सौरभ नाउन यार, ये बंदा कभी टाइम पे नहीं आता। बंकु भैया पुरा झन् एस्थेटिक टाइपको भाइबहरू बनाएर ड्याडीलाई किक आउट गरिदिनु पर्छ। क्या किताब भित्र डुबिसकेको थिएँ यार चुर्लुममै मसित पनि छ, मैले पनि पढेको होइन। कहाँ गयो बुक? कुन किताब ओहो प्राजक्ता कोली यस त्यो कहिलेबाट राइटर भयो त्यो फेरि त्यसरी लेखेको किताबहरू नै त्यो त्यसरी लेखा त होला लेख्छ त्यो यार साइन टाइटलले के आफ्नै। पछिबाट हो कि प्रिन्टेड हो ए प्रिन्टेड हो त कहाँ त्यस्तो त्यही ओरिजिनल बुकै हेर्ने सेकेन्ड कपी हो। ड्याडीलाई किक आउट गरिदिनु पर्यो, अड्केर मात्रै बस्यो। आयो के गर्ने कोही भान्जा भन्ने ब्लग बनाएर बसिरहेको भान्जा भने पनि ड्याडी भान्जा भने चल्छ। यो ड्याडी हो है त्यो अर्को लागि कान्देऊ हाइड नन भिडियो पार्टिसिपेन्ट ल डोन्ट रिपोर्ट के घन्टाको होला यो जुम मिटिङ 40 मिनटको हुन्छ कि यहाँ 4 मिनट गइसक्यो। कहाँ गयो के त सौरभ, त्यसलाई बोला हो त बोला हो मेसेज गरे हो हेर्दैन फोन गरे नि हेर्दैन कहाँ फोन गर्छ सौरभ जोइन गर भनेको ओ कहाँबाट यस्तो आइडिया आएको नि? ऊ भन्दै थियो नि मैले ममको फोन आउँछु हेलो कहाँ पे हो बे? 8 बजे का तारीख तय हुआ था। थैट उठ, यहाँ सुरु भइसक्यो, सलिल पनि आइसक्यो। छिटो छिटो गान्डु सुतिरहेको रहेछ।
यस्तो छन् मान्छेहरू त्यो पनि मोबाइलबाट जोइन गर्ने होला अब फेरि ल्यापटपबाट भनेको कि म भन्न त ल हामी डिस्कस गर्दै गरौँ केही न केही त ल्याइदिउँ त नजिक आइदिउँ त वाट सुड वी डिस्कस फर्स्ट डिस्कस यस डिस्कस 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 नो नो ऐसी अश्लील बातें ना काटना पड़ेगा काटना ये पड़ेगा बच्चों के लिए बना है फैमिली शो है बड़वे ल त्यसो भए डिस्कस गरौँ डोरेमनको त्यो रोबोटवाला फिल्म छ्या यार डोरेमोनको मुभी नहेरेको कति भइसक्यो टिभीमा आउँदा हेर्छु म सबसे पहले है प्यार मैं और तुम दोनों हामीले अब पर्सि हेर्नु जाने मुभीको डिस्कस गरौँ न त्यसरी कुन हो हेर्न नि धुरन्धर तिमीले हेर के बनवासीको टिजर पहिला धुरन्धर देखो बेटा धुरन्धर तुम्हारे रौंगटे खडे हो जाएंगे धुरन्धर कसको हो अघि भर्खर भनेर नै कसको हो त नि रणवीर सिंह सिकन्दर होइन ए सिकन्दर त उसको सिकन्दर सलमान खानको मुला धुरन्धर हेरेँ होला मैले त्यो लामा लामो कपालवाला होइन यहाँ हेरेको ए फर्स्ट लुक मात्रै हेरेको छु मैले कति अब धेरै ट्रेलर एक्टरहरू छन् हेर्छु हो त्यसमा गए ड्याडी गेस्टमा आके कोही यस्तो गर्नु पर्यो कस्तो गर्नु पर्यो अहिले सौरभ सुतिरहेछ अझै कस्तो गर्ने यही हेर्ने होइन हो कपिराइट लाग्छ मुला डिस्कसन मात्रै गर्ने हो। अच्छा गरिबी के कुरा टपिक के हो क्या मिटिङको टपिक एनिथिङ इफ यु नो अबाउट मुभिज यस्ता छन् मान्छेहरू के हो त के गरेको त नाकमा मैले मुभी हेर्नु सोच्दै के भन्नु अब केही छैन एक्साइटिङ वाला एकदम पुरानो मुभीहरू गरेको हुन्छ त्यस्तो पुरानो कुन अमिताभ बच्चनको जमानामा के हो शाहरुख खानको देवदासको देवदासमा मनै परेन त्यसको एन्डिङ के भन्नु तुम क्या चेंज करना चाहते हो क्या सौरभ भर्खर सुत्दै रहेछ उठेथे भर्खर उठेर कल गर्छु भनेको के क्या देखेर फटी फटी आँखों से मलाई रुगा लागेर बेहाल छ क्या देख रहे हो पुरै रुमालले सिगरेट खुसिरहेछ के अरे नेट डिफेन्सको मैले त अर्जुन रामपालको लुक के हो त्यस्तो खतरा नि त्यही भएर त भनेको कस्तो धेरै एक्टरहरू छन् धुरन्धरको ट्रेलर हेरेर जाउँ देखाएको थियो त मैले ट्याटले यति वाला राम्रो थियो ट्रेलर एक्टरहरू पनि कति खतरा खतरा हेरेर जाने भए जाउँ हलमा जानी हो भनेको थियो सुभाष पनि जान्छु भन्थ्यो योपालि त श्रेष्ठ जाउँ जाने भए मैले फिल्म नहेरेर कति भइसक्यो तिमीहरूसँग गएको बेला चाहिँ मैले फिल्मै हेरेको छु लास्ट जारी टुमा हामी सबै एकैचोटि गएको अब ए जारी टु होइन जारी हो त जारी टु पनि आइसक्यो के भएर के नाकाले बसेको रुगा लगाइरहेको चाहिँ मलाई सौरभले के भन्यो ग्रुपमा जोइन गर आयो आयो रे त्यो आयो ल ल रिक्वेस्ट कति कहाँ कुन बाटोमा आइसक्यो जानु चारजना भयो ठ्याक्कै यस्तो ग्रेड बन्थ्यो क्या हाम्रो अनि ठ्याक्कै राख्न मिल्थ्यो के भन्ने मुला ल्यापटपबाट जोइन गरे हुन्थ्यो
सौरभ त्यहाँ तिम्रो म्युट भएको छ त्यहाँ अनम्युट गरेर त्यहाँ आवाज आएको छैन लैपटॉप से ज्वाइन करो बेटा ओइ के हो त्यो ट्रेलर आम्मामामा खतरा से तिमीहरूले ओइ त्यो सबैमा एउटा कुरा नोटिस गरे के त्यहाँ एउटा क्यारेक्टर थियो क्या सञ्जय दत्तले धम्काइरहेको थियो नि त्यो बुढोलाई नोटिस गरे है कहाँ देखेको छु कि त्यो बुढोलाई को बुढो है को बुढो कुरा रे त्यो कमेडी मान्छे हो क्या त्यो कुन थियो नाम के अरे त्यो फिल्मको नाम धुरन्धर कति अरू त सेकेन्डमा म हेर पनि कि राहुल हम्म 257 258 तिर हेर त अहिले ल्यापटपबाट जोइन गर्ने हैन कि मोबाइलबाटै ठिक छ केमा साउन्ड त्यो आउँछ मोबाइलबाट जुन गरेर त के भयो नि त्यो अलि अँध्यारो भयो क्या होइन के साउन्ड आएन कि राम्रो त कसको सौरभको जोर से बोलो अरूको साउन्ड आइरहेछ मैले सुनेको छैन जय माता दी ठ्याक्कै यो मैले 3 बोले हैन मिनेट भने हैं आएको छैन मेरो साउन्ड आएको छैन अहिले 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 आयो, अलिक केमा सानो जोइन गरे हुन्थ्यो उसमा एयरबड्स ओए जमिल साहब भनिरहेछ क्या 3 मिनेट 5 सेकेन्डमा हेर नि ठ्याक्क पज गर न फोनमा हेर मेरो आवाज आयो अब आइरहेछ ठिक छ त्यसो भए मैले फेरि रोग म देखाउँछु त्यसो भए चाहिँ फेरि मिनट आधी सेकेन्डको लागि मात्रै रहेछ क्या यो मान्छे एकै हो चिन्यो ए यो 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 त भावी चाहिँ घरकै हो वाला हैन होइन त्यस्तै भक्ति थियो क्या कमेडी रोलमा यो होइन यो उसमा छ हैन के अरे त्यस्तो छ क्या तेरी बातों में उल्झा जिया भन्नेमा छ कि बुढो धेरैमा छ किसान छ उम्, त्यो गोल लेन्स चस्मा जान्न तलाई ए रोग त्यही भावी समथिङ केही थियो होइन यो फिल्ममा नि छ कि कुन फिल्ममा छ ठ्याक्कै थाहा भएन ल केटा फिल्ममा नि छ सन्चै 14 मिनट त भयो क्या अब 40 मिनटको छ धेरै खासै गर्ने होइन कुरा के तर निकाल्ने त्यो फिल्म होइन उम्, सही छ जस्तो छ भिलेनै कतिवटा राकेश बेदी रहेछ यसको नाम चस्मे बहादुरमा अरे रहेछ तारक ए यो तारक मेहतामा आउँछ क्या बस बनेर ए त्यो त मैले कहाँ तारक मेहताको तारकको बस तारकको बस क्या त्यही त नयाँ यो एपिसोड यो तिमीले कुरा गरेर फिल्म त फेरि के अरे रियल लाइफ बेस्ड रहेछ हैन लाइक चाहिँ? दुईटा पार्ट हुन्छ अरे नि यसको नियर लाइफ बेस्ट अब अभियसली यार अहिले कुन मुभीको सिक्वल आउँदैन भन न अहिले होइन त क्या यो चाहिँ पार्ट फिल्म हो क्या पार्ट 1 र पार्ट 2 हुन्छ अरे यसको होइन यो रियल लाइफ हो अरे क्या त्यो कसको भनेर देखाइरहेको थियो पहिला ओ कसको रियल लाइफको बेस्ड अन ट्रु स्टोरी हो क्या अरे यो फिल्म पनि तर अब जसरी मसला हानिहाल्छन् फिल्म बनाएपछि त्यही भएर हावान चाहको बढी होला त्यही हो बेस्ट एन्ड रियल लाइफमा त थोडी न त्यस्तो हिरो भिलेन थोडी हुन्छ रियल लाइफ के हो तिनीहरूले त रियल लाइफ की एक्जाम्पल उठाएरै गरेको मुभी इन्डियामा त त्यो टेरिस्ट अस्ति अट्याक आइथ्यो नि भएको त्यो थियो इमरान हासमीको फिल्म के अरे है त्यो इमरान हासमीको त्यो हक भन्ने फिल्म आइथ्यो त त्यस्तै त्यस्तै टाइपको अहिले है नेपालमा के त्यो सन अफ अ ड्रग स्मगलर रेमान डकैत रेमान डकेट भन्ने त कराचीको ग्याङस्टरको स्टोरी रहेछ खतरा ठुलो ग्याङस्टर हो नि त रेमान डकेट भन्ने त ए रिसेन्टकै त रहेछ त Recently. 2012 देखि 17 हो भनेपछि रिसेन्टकै त रहेछ त त्यही भने 2008 देखि 2012 को बिचको हो क्या नि यो फिल्म त मतलब बेस्ट चाहिँ स्टोरी चाहिँ ओए रणवीर सिंहको त्यो look नयाँ चाहिँ movie कस्तो आयो है? रणवीर सिंहको भन्दा नि उसको के अर्जुन रामपालको बापरे खतरै त्यसको त लुक खतरै छ त्यो ऊ निकाल्छ नि त्यो कसरी निकाल्दो रहेछ त टर्चर त्यसको गरेको तिमीहरूले त्यो ड्याडी भन्ने फिल्म हेरेको टर्चर त्यो अर्जुन रामपालको ड्याडी भन्ने ऊ यहाँ छ यहाँ अगाडि ड्याडीले भन्छ अब फेरि मलाई अर्को मनपर्ने मान्छे नि रहेछ कि त्यहाँ भिलेन रोलमा कुन को? सञ्जय अक्षय दत्त खन्ना अक्षय खन्ना त अक्षय खन्ना बेस्ट हो त यार कहाँबाट त्यो मन- ऊ फिल्ममा छ त्यसले त फेरि के अरे हाम्रो विकी कौशलको फिल्म कुन चाहिँ अरे छावा छावा कस्तो दामी एक्टिङ गरेर त्यसले एक्टिङ लुक वाइज त्यसले त लास्टै इम्प्रोभाइज गरेको त्यो धेरै त पढ्ने नै राम्रो एक्टर हो त नि त्यो छोडा मात्रै पो हो त बिचमा
अँ, फेरि अर्को अक्षय कुमारको तर हेयरलाइन जुन खालको रिकग्निसन चाहिने थियो त्यति थिएन नि त पहिला त। अब त्यही कमेडी रोल रोमकममा त खेल्थ्यो। त्यही भएर अँ, त्यसलाई अहिले त उसले त त्यसको त मेन त त्यही बर्डलेसले गर्दा नै गाह्रै छ क्या त्यो त। अँ अब हिरो जस्तो मान्छे अब त्यो बर्डलेस भएपछि यस्तो रहेछ। एकछिन ढिस्युममा पनि गरेको थियो ड्रामा त साइड देखेर क्यारेक्टरहरू जस्तै भिलेनको। त्यसपछि चाहिँ उसलाई भिलेनकोमा तर त्यो खासै चलेन बेकारमा त। ढिस्युम 2 पनि त्यसले त बिच बिचमा सिरिज पनि मेकिङ खेलिदिन्छ रहेछ भने अहिले मेक ए गर्दै। ढिसुम टुमा नि छ ढिस्युम 2 के छ त्यो पुलिस छ? होइन ढिस्युम 1 मा थियो, अहिले 2 चाहिँ बनाउँदैछ। पुलिसमा होइन गुन्डामा थियो त। त्यो दृश्यमा पनि थियो त अनि। दृश्यममा पनि छ। हेलो दृश्यममा ऊ थियो के अरे हेलो पुलिस। पुलिस बनाएको थियो त नि हेलो भन्नु भन दृश्यम 2 मा क्या मेरो आवाज आएको छैन भने आज लास्टै सानो आयो आज नि। ग्यास त पछि म ल्यापटपबाट आउँछु ल ल ठिक छ। ल्यापटपबाटै जुन गरेर भने त हो नि। अन्त बत्ती नि बाला ल त्यस्तो त कालो बनाएर बसे। ए हिटर बाल्ने खायो पैसा बढी चल्छ ओए अब हिटर बाल्दा बत्ती के लजिक हो त्यो? हिटरको बत्तीले उ गरेको छ तिमीले हिटर बालेर थियौ साइडमा हेरेर हिटर कसको मेरो? हामी सेयर गरी त मसित केही छैन, हिटर सिटर कि कमल हो। यसलाई हिटर भन्छ नि साथी। त्यो त बत्ती हो। ल्याम्प। ल्याम्प हो क्या त्यो ल्याम्प पनि कस्तो यार तिमी त्यही भनेर तिमीहरू एस्थेटिक चिज बुझ्दैन। खै जोइन भयो? हामी अब जसको हुन्छ त्यसले पो बुझ्छ नि मेरो बत्ती दिमाग भन्दा मेरो बत्ती दिमाग आउँछ ए भगवान ये फेरि के बार हेरे मान्छे। कोड के थियो रे कोड यो फिल्म चाहिँ हलमा हेर्न गर्थ्यो टोला जस्तो छ। 1 मिनेट म भन्छु। कहिले हो यसको रिलिज डेट? यो डिसेम्बरमा छ क्या। 461 आएछ त डिसेम्बर त आयो त। म आउँछु फेरि ब्याक ल ल। गरेर अनि सञ्जय दत्त रहेछ यो फिल्ममा एकजना मिसिङ भयो यार। को तर बबी दियोल। बबी देओल अहिले उमा काम गरिरहेको के अरे अल्फामा। अल्फा यो कस्तो अल्फा अहिले आलिया भट्टको अनि उसकै युनिभर्स हो क्या, के अरे त्यही म्याडककै हो क्या सायद। ओहो म्याडक त पागल कम्पनी हो यार। म्याडक यस्तो दामी छैन अहिले त। त्यसको डाइरेक्टरको मैले त्यही त पागल कम्पनी हो यार। त्यस्तो लो बजेटमा त्यस्तो दामी मैले film बनाउँछ। अहिले अमर कौशिकको यो अस्तिको फिल्म हेऱ्यौ होइन म्याडकको? म अमर कौशिकको मैले रिसेन्टली इन्टरभ्यू हेरेको थिएँ कि त्यो पिजेहरूसित। त्यो मान्छेले यस्तो राम्रो तरिकाले आफ्नो मतलब मैले यो गल्ती गरेँ म आफूले एक्सेप्ट गर्छु अनि यसलाई चाहिँ इम्प्रोभाइज गर्छु भनेर उसले चाहिँ आफैले भनेको थियो कि। ओइ म्याडकको होइन रहेछ वाइआरएफ को रहेछ वाइआरएफको अल्फा। सरी, त्यो त स्पाई युनिभर्स। ए तिमीले पठान युनिभर्सको होइन कुरा मैले गर्दा म्याडककै भनेको हो, तर त्यो उस चाहिँ आलिया भट्टको चाहिँ त्यो स्पाई युनिभर्समा बिर्सिएको। रहेछ चाहिँ होइन हुन चाहिँ त्यही पठानवाला युनिभर्स रहेछ कि स्पाई युनिभर्समै रहेछ। एक मिनट वार पठानवाला युनिभर्स। सौरभ जोइन भएन। मै होला यार वारको दुइटै फिल्म हेरेको छैन मैले। मैले वारमा दामी थियो नि त उसको। टाइगर श्रफको एक्टिङ चाहिँ खत्रै थियो। साइकोपाथको एक्टिङ गरिरहेको थियो। र कहीँ म यो टाइटल अनाउन्समेन्ट हेरेर आउँछु अनि भन्छु। के को ए अल्फा अल्फाको खासै त्यस्तो छैन, अलि त्यस्तो धेरै टिजरहरू रिलिज भएन। मेकिङमा हाल्यो त मुभी चाहिँ। कहाँ गयो त सौरभ, किन आएन बिचरा? दुर्गाम ठाउँमा बस्छ नि त्यही भएर। हाम्रो पहिला सबैले हिटर धेरै बाल्यो भने बत्ती आफै निप्थ्यो त अहिले त्यस्तो हुँदैन पहिला लोड सेयरिङ अलिकति कम भएर होला क्या। त्यसको लागि भोल्टेज त यी भोल्टेज कम्ती के भन्थ्यो कि, त एउटा भोल्टेजको डब्बा हुन्छ नि त राख्नुपर्छ कि। ओए यो त अल गर्ल्स वाला फिल्म हो क्या हो? आलिया भट्ट सरगरी। सरगरी छ। अनि अहिले ओए थाहा त म्याडकमा के त्यो उस सैयाराको हिरोइन चाहिँ त्यसलाई चाहिँ अहिले अनिता पड्डा अनित पड्डा। हिरोइन त्यही त सैयाराको हिरोइन अनित पड्डा। के कैसा मर्दो वाला नाम है। त्यही गोरी भने होइन? त्यसको चाहिँ अहिले त्यही त शक्तिशालिनी भन्ने मुभी चाहिँ बनाउने रहेछन् उसित। अनि त्यही म्याडककै हरर युनिभर्स हरर कमेडी युनिभर्समा पर्छ क्या त।
यो म्याडकको अस्ति आयुष्मानवाला कुन थियो अरे? आयुष्मानवाला भ्याम्पायर त्यो के अरे अँ, अँ, छावा कहाँ होइन, छावा कहाँ भने छावा के थामा 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 बिर्सिरा हेरे हो? हेरेको थामा पनि राम्रै हो मुभी म त हेरेको छैन। थामा ठिकै हो को नुहारा नि छ है त्यसमा? नोरा एज अ डान्सर पनि छ त्यसमा चाहिँ के हो भने त्यो पनि भ्याम्पायर हुन्छ मतलब बेताल अब भ्याम्पायर भन्नु त मिलेन ओए किथे गए सुत्न गयो तिमीहरूले ऊ हेऱ्यो एक्लो वाला टेलर अहिले नेपाली प्रतीक खड्काको अँ, ए शान्ति श्रीको गीत राखेको छ यार, कस्तो नमिल्ने तर देख पाइँदैछ यार म त्यो भन्छु गीत। जे होस् राम्रो एउटा नयाँ कदम चाहिँ उठाए है कसै अब ट्रेलर ठिकै ठिकै छ, त्यस्तो ट्राई गरेको छैन यस्तो नि यस्तो ट्रेलरलाई सपोर्ट गर्नुपर्छ बल्ल नेपालीहरूले राम्रो मुभी बनाउँछ अब सपोर्टको चक्करमा साथीले खोला रेस्टुरेन्टमा गएर मन नबुझे होइन जस्तो मुभी भयो नि। मुभी जस्तो भयो भने नयाँ चाहिँ केही ल्याउनु लाग्ने त नयाँ आइडिया ओहो ब्लर राखेर केटाले त्यो ब्लर राख झन् राम्रो देखिँदैन यार। ठिकै छ के छ बत्ती बाला नै बत्ती बाला के बत्ती बाला बत्ती बाल्नै पर्दैन के थियो गरे आवाजै कुन राखेन गाना त्यो बोले म्युट गर्यो काण्डुले कसले सौरभले सुलभको फेरि के हो क्यामेरा यस्तो खै बादलहरूको बिचमा बसिदिन्छ ब्लर सौरभको चाहिँ गराको ब्लर जस्तो छ, तिम्रो चाहिँ भएको ब्लर छ। सफा गरेर त क्यामेरा फेरि बत्ती यस्तो पखमा बत्ती बाल्छ राम्रो त्यो पहिले साउन्ड गर्ने आएन काम केटो मैले साउन्ड आएन गर्दै हो ल रिजोइन अहिले अलि थियो हेडफोन छैन हेडफोन कोसँग सौरभ ए तिमीहरूले नयाँ हेडफोन किनेको के काम लाग्यो लगाऊ मुलाहरू मसित पो नगर नलगाएको कसले उसले सुलभले किनेको खै 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 कस्तो यो ड्याडिज हेडफोन के हो यस्तो सेतो, मलाई कलर देखेर झ्याउ लाग्यो। से समथिङ सेतो होइन यो स्किन कलर सौरभको आवाज हामी फेरि रिजोइन गरेर क्रिम हुन्छ होला यस्तो गर न कस्तो हेडफोन ए आयो अहिले ठिक छ साइड लुक्स देऊ न, साइड लुक्स के हो यो, के कम्पनी हो यो, मेरो आवाज आयो आछ के कम्पनी हो यो बस भनेछ कम्पनी नाम नचले कम्पनी BOSC कुन कम्पनी बिस्टर बस भनेछ ऱ्यान्डम किने राम्रो लाग्यो किनकि सस्तो के भयो गीत स्टुडियो गएर गीत राम्रो बच्छ ल केटा मुद्दाबाट नभट्किन् नेक्स्ट मुभीको चर्चा गरौँ केही कसले के साथीको भन त कस्तो साउन्डै आएन त बे तिमीहरूको त फाल्यो के ल्यापटप फाल्यो के कति लाखको गरे स्क्रिन ब्लर गरेपछि कति लाखको ल्यापटप हो त ए भयो यो अर्कैमा त्यो के अरे इन्टिग्रेटेड स्पिकर गइरहेको रहेछ मेरोमै खाइदिएछ अहिले ठिक छ आवाज ल भएन अब त ल एकैबाट अरू सबै भयो, लाइट चाहिँ भएन, त्यो काले काले केही देखियो। छैन ल एकजनाबाट सुरु गरौँ न त कसलाई अब यार मेरो यहाँ माथि छ क्या लाइट त्यही भएर ल यो चाहिँ यो अहिलेको चाहिँ रिकर्डिङ राख्नु भयो नराख्नु भयो, अर्को चाहिँ ठिक गरौँ न एकचोटि फेरि गरौँ न त अब पुगेन भने के एक्जिट गर्ने हो। गर्ने हो र कति मिनट भयो 27 मिनट भयो के अझै छ टाइम मलाई 15 मिनट दा, तिमीहरू यो गर्दै गर, म खाएर आउँछु। ल अन्त जाऊ अब 40 मिनटको हो बाँकी छ त अझ 27 भने 13 मिनट बाँकी छ त तिमीहरू गर्दै गर, म खाएर आइहाल्छु। कहाँ जान्न ल खान भने के थाहा मलाई म भर्खर आइरहेको छु हावा कुरो गर्छ दारी जुङ्गे साले ल गयो त्यो ए खन्नाको भाइ सेम हो के त्यो आवाज आइरहेको छ मेरो आइरह भर्खर आयो मैले भर्खर सुने तिम्रो आवाज ओए अवतारको त फायर एन्ड एक्सको के छ कुरो हो त्यसमा त डोम्सडेको जोडेर नै हुने त ट्रेलर टिजर नट ट्रेलर कहिले रिलिज आउँदैछ त पनि डिसेम्बरमै छ क्या त्यो धुरन्धर सँगसँगै छ सायद ए मैले ट्रेलर हेरे जस्तो लाग्यो त्यसको कहाँ ट्रेलर बे टिजर हामीले अवतारको हेर्दै थियौँ नि त्यतिरै आएको थियो टिजर
अफिसियल ट्रेलर आएको छ त यो 3 महिना अगाडि आएको छ हाम अब यही होइन टिजर र? क्या टिजर डुम्सडेको डुम टिजर टेको कहाँ आइन्छ टिजर त अब त्यही थिएटरमै हुन्छ बाहिर त आउन अनि अवतारको त ट्रेलर आइसक्यो त अस्ति नै उसले आएको फायर एन्ड एस 3 महिना अगाडि आएको पहिल्यै आएको थियो नि त हामीले मुभी हेर्दै त्यो हाल्थ्यो फायर एन्ड एसको हामीले सुरुको मुभी हेर्न गएको नि हो अँ। त्यही मुभीमै आएको थियो नि सायद लास्टतिर यस्तो हुन्छ भनेर बताएको थियो पहिले यसपालि चाहिँ त्यो ऊ रहेछ होइन लाइक एउटा कविला भर्सेस अर्को कविला जस्तो फाइट रहेछ मैले सुने चाहिँ त्यही हो अब जो थाहा छैन कमेडी रियालिटी हेर्नु पर्छ त्यो म त गडजिला हेर्न जाँदा हामी मलाई त्यस्तो देखाएको थिएन कि केही पनि एक दिन अगाडि हेरेर गएको थियो सबै मुभीहरू अनि अझै एक्सपान्ड गर्दै रहेछ नि तिनीहरूको युनिभर्सहरू अनि तिमीहरू जानिन्थेन होला मैले नभने भए त मेकिङ हावान के त्यो बाँदर फाइट गरे भन्दाखेरि थियो कसले भने मलाई यो सलिलले भने सलिल हो कि सुभाषले भने मैले त केही पनि भनेको थिएन कि म त हुन्छ जान्छ भनेको थिएँ अब धुरन्धर त्यो हेरिन्छ होला त्यसपछि चाहिँ डुम्सले हो डाइरेक्ट म त बरु जेरी अन टप हेर्न जान्छु यार नेपाली फिल्म जेरी अन टप अझै छ कि अझै लागिरहेको हेऱ्यो नि त अनि 15 करोड कमाइसक्यो नि त त्यो फिल्मले हिट त भएको त्यो त अनि मैले अस्ति एउटा आर्टिकलमा देखाएको थिएँ जेरी अन टपले 15 करोड कमाए अरे कति महिनामा भनेर 2 महिना है कति अहिले कति महिना भयो त्यो फिल्म आयो धेरै भयो म घर आउँदै लाग्थ्यो त्यसो भए अहिले टेस्ट गरेको थिएँ यार मैले बल्ल तल्ल मिल्यो कहाँबाट के गरेँ मैले फेरि बिर्सेँ यार यो जुम मिटिङमा सुरुमै हुन्छ क्या त्यहाँ अन गर्नुपर्छ त्यही भएर त्यो कहाँ गयो त्यो के थाहा म्यासेज गरेर त्यसलाई म त्यसलाई म्यासेज गर्छु पऱ्यो त ए आइज भनेर सलिल चाहिँ खाना खानु गएको ड्याडी चाहिँ खै ल्यापटपबाट जोइन गर्छु भनिरहेको थियो त्यो ल्यापटपमै देख्छ होइन अहिले ट्याबमा जोइन गरेको त्यही भएर त्यस्तो तोरी देखिएको क्यामेरा ए एउटा कुनै क्लासिक फिल्मको डिस्कसन गरौँ न क्लासिक ल नि त क्लासिक मुभी अब नाम लिइहाल्यो मलाई चाहिँ ठ्याक्क माइन्डमा एउटा एकदम खत्रे मुभी जुन छ हामीले पहिला हेरेको सायद फ्लप भएको थियो त्यो मुभी तर टिभीमा चाहिँ हिट भएको थियो गेस वाट कालो अभिजित होइन ए त्यो त होइन कति 2001 हो कि 2002 को त्यो जिपर्स क्रिपर भन्ने फिल्मको रिमेक रहेछ रिमेक रहेछ तर इङ्ग्लिस फिल्म खत्रे स्केरी थियो त सानैमा हेर्दाखेरि म तिमीलाई त्यसको ऊ देखाउँछु पर्ख्यो त्यसमा त फेरि डेन्जर रहेछ त पुरा त्यो के अरे गोरी सिनहरू नि खतरा रहेछ होइन जिपर्स क्रिपर यो वाला फिल्म ए मैले ल हेर न ठ्याक्कै त्यो मोन्स्टरको अनुहार पनि त्यस्तो छ क्या खै ब्लरले देखिएन ब्लर कसरी हटाउँछ भने त्यही साइडबाट ब्लर कसरी इफेक्टमा हुन्छ कहाँबाट इफेक्ट इफेक्ट कहाँ खोइ देखिन मैले कहाँ इफेक्ट यहाँ भिडियोको भिडियोको इफेक्ट ए भयो यो वाला ए यो मुभी हेरेछु मैले सायद होइन डिजाइन पनि त्यसकै हो क्या ल हेर नि यो डिजाइन होइन यो डिजाइन र कालोको डिजाइन एउटै हो क्या होइन त्यस्तो धेरै सिमिलर छैन तर यो त ऊ मात्रै हो नि त एउटा मात्रै ल हेर यो वाला हेर अब ल त्यो लुगाको डिजाइन हेरेर त्यसमा त अलिकति त्यो च्यात्ते टाइपको सेम ल अब चाहिँ ठ्याक्कै त्यस्तै देखिन्छ ल त्यो सेम छ पुरै कहानी सेम जस्तो मैले हेरे चाहिँ माने कि एचबिओ म्याक्समा कहानी त सेम छैन होइन तर यो पनि त्यस्तै हो क्या तर यसमा चाहिँ कस्तो भन्दाखेरि त्यो जिपबाट मार्ने हुन्छ क्या जिपमा खतरा वेपनहरू हुन्छ अनि त्यहाँबाट मार्ने हुन्छ क्या अनि त्यो कालो चाहिँ हल्का अलिकति इन्डियन टच दिएको छ भनौँ त्यसमा चाहिँ कालो पुरा बच्चाहरूको बलिदिएर त्यसलाई पुरा गाउँवालाहरूले मिलेर जलाइदिएको हेन तेन एउटा मुभी हेरेर 2013 को के अरे हरर स्टोरी त्यो इन्डियन होइन त्यो अलिकति भन त मैले बिर्सेँ होला हेर्न त त्यो तिनीहरू एउटा जान्छन् त्यही वाला हो 16 जना मान्छे हुन्छन् एउटा होटलमा जान्छन् कि अनि त्यो होटलमा सबैलाई पाले मारिदिन्छ एउटा माया भन्ने गोस्ट हुन्छ क्या
ए थाहा छ थाहा। त्यो बिहानसम्म सर्भाइभ गर्नुपर्ने टाइपको फिल्म हुन्छ होइन? म ब्लास्टै दामी थियो त्यो मुभी त खत्रै छ एकदम डराउने वाला टाइप। ए त्यसमा त्यो के अरे टेबल नम्बर 21 को हिरो छ क्या अरे होइन? त्यस्तै लाग्यो अँ मलाई। अँ लास्ट लास्ट त्यो र त्यो एउटा केटी चाहिँ बाँच्छन् क्या अरे होइन 16 जनामा, अरू सबजना मर्छन् क्या अरे। बाँच्छन् तर त्यो पनि मर्छ लास्टमा। ऊ हुन्छ क्या मर्छ के र अरे त्यो? मलाई जस्तो लाग्यो। मर्छ त लास्टमा त्यो केटी मात्रै बच्छ। ऊ हुन्छ कि के अरे करण कुन्द्रा भन्ने त्यो करण कुन्द्रा ए बच्छ कार पड्किँदा मर्छ क्या त्यो। त्यो पनि मर्छ। लास्ट कार पड्काउँछ अनि त्यही बेला होइन मर्छ क्या अरे। उसवाला तर त्यो भन्दा नि त्यो कुन के तिमीहरूलाई थाहा हो कि नि तर यो चाहिँ मुभी खत्रै चलेको थियो टिभीमा कृष्ण कटेज भन्ने सोहेल खानको। ए त्यो सोहेल खान दुइटा हुन्छन् होइन? एउटा चाहिँ अँ मरिसकेको सोहेल खान हुन्छ, अर्को चाहिँ पुनर्जन्मको टाइपवाला छ होइन त्यसमा? त्यो मुभी हेरेर लास्ट अहिले पनि गुजबम्स मतलब पुरानो पुरानो जमानाको मुभिजहरू जस्तै 1920 हुन्छ खत्रै थियो अँ, तिनीहरू मुभी चाहिँ। अझैले खै किन बनाउनु त्यस्तो मुभी। हजुर हरर कमेडी चलिरहेको त्यही भएर त लाग्यो। अँ, हलिउडको चाहिँ मैले त त्यो बनाउँदैछन् राम्रै राम्रै। इटको पनि कुन सिजन आइसक्यो इटको? इटको त अहिले प्रिक्वल आइरहेको हो। त्यो सिक्वल होइन, सिक्वललाई त मरिसक्यो त्यो पेनीवाइज होइन त्यसमा। मैले इटको पार्ट 1 मात्रै हेर्छु धेरै हेरेर म त्यसको। म म मैले त इटकै हेरेँ नि छैन यार। मैले अस्ति भाइसँग बसेर हेरेको थिएँ आधी होइन, अनि त्यसपछि डर लागेर छोडेँ हो। इटको त्यो एकदम खतरनाक छ क्या मतलब एउटा सिन छ क्या त्यहाँ त्यो जुन हररले मतलब भूतले यस्तो पिछा गर्नेवाला कि त्यो जम्प स्केयरहरू हुन्छ नि। ए त्यो जेम्स फ्राङ्कोवाला पनि इटको स्टोरी रहेछ त होइन? कुन चाहिँ हो थाहा छैन, तर मलाई त्यसमा चाहिँ तर त्यसले जोन मेयर हो कि कसलाई बचाउन जान्छ अरे टाइमको पास्टमा भन्ने सुनेको थिएँ। उम्, पर्खेँ म हेर्छु एकचोटि जेम्स फ्राङ्कोवाला। इट अहिले मुभी अहिले प्रिक्वेल चलिरहेको त्यसको। अहिले त सिरिज हो। अहिले त धेरै के जसो थियो त्यस्तै यार ओरिजिन नाम? स्टोरीहरू यसमा मार्वलको यो हाँ? मार्वलको अहिले डुम्सडेको पुरै ऱ्यापअप भइसकेछ। बनाइसके ए, रहेछन् तर पार्ट 2 पनि आउँछ भन्ने सुनेको थिएँ मैले डुम्सडेको। अनि सिक्रेट वारको पनि सुटिङहरू स्टार्ट हुन लाग्यो भन्ने सुनेको थिएँ त सिक्रेट मैले। वार 2टा अनि त्यसमा पार्टमा छ त्यो अरे। त्यो सिडनी के अरे सिडनी सिङ के अरे त्यो सिडनी स्पाइडरम्यान स्विनी नयाँ ब्रान्ड न्यू म ब्रान्ड न्यू सिडनी डेको स्विनी भन्ने सुन्छ। होइन त सिडनी सिङ के थियो त्यसको नाम यार? त्यो सिडनी पनिसरको साइड बन्ने अँ केटी के? तँ एकदम अँ, डाइरेक्ट सिक्रेट वारमा गइसकेछ यार। त्यसलाई डाइरेक्ट सिक्रेट वारमा अँ, कास्ट गरिसकेछ। कति छिटो डुम्सडे पनि होइन डाइरेक्ट सिक्रेट वार। अनि के अरे टोबे पनि छ अरे नि त होइन के अरे टोबी डुम्सडेमा? त डुम्सडेमा छ अरे नमारिदियो भने त यार त्यसलाई लेस त्यही मर्छ यार, त्यो बुढो भइसक्यो त्यो। त्यो नमारिदियो बाँचेर काम छैन। म कता सुन्ने थिएँ कि त्यसको कन्ट्र्याक्ट एन्ड भइसक्यो मार्वलदेखि भनेर। नमारे हुन्थ्यो कि भेरिएन्टहरू चाहियो नि स्पाइडरम्यानको झन् ओरिजिनल स्पाइडरम्यानै थियो। अनि अब कहाँ सेक्रेट वार पछि त पुरै रिबुट हुन्छ अरे मार्बल, अनि तिमीलाई भेरिएन्ट राखेर बस्छ त। एन्ड्रु गारफिल्ड पनि सिद्धिन्छ होला त्यसको नि स्टोरी। एन्ड्रु गारफिल्डको भन्दा नि मैले रिमर सुनेको थिएँ त्यसको पनि स्पाइडरम्यान अमेजिङ स्पाइडरम्यान 3 चाहिँ वर्किङमा छ अरे सोनीले बनाउँछु भनेको थियो अरे। खै रिमरै होला जस्तो लाग्यो मलाई त्यो त किनकि एन्ड्रु गारफिल्डले पनि आँस छोडिसक्यो जस्तो लाग्यो। भन्नुपर्दा डुम्सडेमा धेरै यस्तो होला अब क्या। अँ भन भन क्यामियोहरू अड्किरहेको चाहिँ यार मेरो त कस्तो त्यहाँ। त्यस्तै भइरहेको क्यामियोको त पुरै बछारै छ यसमा त। मैले सुनेको थिएँ उसको जनी ब्लेजको क्यारेक्टर पनि छ त घोस्ट राइडरको ओरिजिनल वाला निकोलस केज रिटर्न निकोलस। हुन्छ अरे होइन घोस्ट राइडरको उसको लागि आई थिङ्क भेरिएन्ट रे। भान्जा आयो। भान्जा अग्रदी कहाँ गयो? अक्षय खन्ना हाम्रो ग्रुपको सेम हो के अक्षय रे खन्ना। टक्ला
भान्जा फेरि अँ, जोइन हुन भान्जा छक्क लाग्छ। भान्जा कहाँबाट त्यो गएको थियो रहेछ किन लाइट अफ अँ, गरेर बसेको त्यो मुखमा? भिडियो अन गर अरू राखेको थियो नि लाइट अफ गरे तिम्रो अनुहार देख्छ त्यो हो क्यामेरा अफ क्यामेरा अफ छ क्या फिजिकल स्विच अफ गर्दा अक्षय अक्षय हामी खन्ना हामीले कुन कहाँ छ टपिकमा अक्षय खन्ना खै? थियौँ हामी? म फेरि हामी आउँछु डुम्सडेमा थियौँ डुम्सडेमा डुम्सडे अब त्यो आउँदासम्म हामी बुढो भइन्छ। 26 को डिसेम्बरमा अझै 1 वर्ष। बिचरा त्यो रोबर्ट डाउनी जुनियर बुढो भइसक्यो यार त्यो आइरन म्यानले करियर बनाएको थियो बिचराको त्यसपछि त त्यही एउटा चार डुलिटल खेलिथ्यो 3-4 रोल छ गरे त्यसको आरटिजेको। त्यो त्यो त भइहाल्छ नि यार 100 मिलियनको त्यतिले पकेट मनी लिएको छ अनि हुँदैन गर्नु पर्यो 6-7 क्यारेक्टर अझै थप्नु पर्ने खासमा। स्याङची छ होइन? स्याङची छ डुम्सडेमा। अनि मैले सुनेको पुरै स्याङची त्यो त पहिल्यै अनाउन्स भइसक्यो त साङ्ची छ भने स्याङची अनि डक्टर स्ट्रेन्ज छैन भनिरहेको थियो तर छ पक्कै 100%। डक्टर स्ट्रेन्ज त टाइम्स रन आउटको लागि छ भन्ने सुनेको थिएँ मैले तर त्यो सेकेन्ड वार पछि हुन्छ अरे डक्टर स्ट्रेन्जको लास्टमा त एउटा केटी आइथ्यो नि डक्टर स्ट्रेन्जमा के क्लिया हो त्यो पनि छ भनेर सुनेको डुम्सडे। कति छन् हो कास्ट त यार ओहो। तर डुम्सडेमा त मैले भने सुने त के अरे डक्टर स्ट्रेन्जको धेरै रोल हुँदैन अरे त्यही 5 मिनट 10 मिनटको मात्र छ भन्ने सुनेको थिएँ मैले क्यामियो भनौँ भनेन सिक्रेट वारमा चाहिँ छ भन्ने सुनेको धेरै त्यसको। त्यही किनकि डुम्सडेको इन्डतिर चाहिँ डक्टर स्ट्रेन्जको एपियरेन्स हुन्छ भने सुने हो अब के हो चाहिँ थाहा छैन म पनि डुम्सडेमा मैले सुने जति चाहिँ है के अरे उसले छुट्टै आफ्नो टिम बनाउँछन् गरे क्या त्यो के भन्छ त्यसलाई त्यो जुन अहिले भइरहेको नि त्यस्तो त्यो ध्वस्त भएको सबै हो त्यो चाहिँ रोक्नलाई चाहिँ तिनीहरूले आफ्नो टिम बनाएर अनि डुमसित चाहिँ मिलेर काम गर्ने रहेछन् गरे कि त्यस्तै सुनेर मैले कता कहानी चाहिँ कहाँबाट सुरु हुन्छ त फेरि कहानी यो स्टोरी होइन के अरे एभेन्जर्स वाला हो रे क्या अहिले नयाँ चाहिँ मार्बलको त मैले त्यही सुने त्यही दुईटा अनि त्यो छुट्टै नयाँ कहानी हो क्या एन्ड गेम पछिको यस्तो हो जुन अहिले लोकीको काण्ड भयो नि अब जुन त्यसले टाइमको पुरै शाखाहरू बनायो त्यसपछि चाहिँ मल्टिभर्सको खोल्यो नि त शाखा पुरै हो त्यही हिसाबले चाहिँ त्यसले कहानी अर्कै नयाँ मोड दियो नि त। कुनै हेरेन रिसेन्ट मार्बल मुभी नयाँ थन्डरबोल्ट्स ठिकै थियो यार त्यो मुभी एप्रिसिएट गर्नुपर्छ कमसेकम त्यो सी हल्क जस्तो त थिएन कमसेकम फ्यान्टास्टिक फोर पनि हावा थियो यार तर जल्दी ठिकै म त एभरेज भन्छु। म त कस्तो क्रिन्ज लाग्यो बिच्चा त त्यही त्यो एउटा जोनी स्टर्मको त्यो क्यारेक्टर नभएर झ्याउ लाग्थ्यो त्यो फिल्म सुपरम्यानको चाहिँ हामीले त्यही सँगसँगै आएको थियो क्लास भएको थियो सुभाष र म चाहिँ सुपरम्यान हेर्न गएको थियो। सुपरम्यान चाहिँ सुपरम्यान फेरि स्नाइडर भर्स रिस्टोर भन्ने भइसक्यो तिमी कस्तो कुरा हेर्छ यार डिसी के अरे अब डिसी बेच्ने के अरे डब्लुबीले बेच्ने रे नि त अब मैले सुनेको थिएँ नेटफ्लिक्सले चाहिँ हेनरी क्याभिल र द रकको चाहिँ त्यो जुन छ नि ब्ल्याक एडम र सुपरम्यान त्यसको चाहिँ स्पिन अफ बनाउनु खोजिरहेको गरे छुट्टै स्पिन अफ होइन तिनीहरूले त्यो भर्सेसवाला फिल्म बनाउनु खोजेको भन्ने सुनेको थिएँ जस्तै क्याप्टेन अमेरिका भर्सेस आइरन म्यान थियो त त्यस्तै मतलब सिला बिचरा यार त्यो हेनरी क्याभिलको पुरै क्यारेक्टरै हटाइदियो कस्तो राम्रो थियो डिस्ट्रोय गरिदियो सुपरम्यानको। मैले भने सुने चाहिँ होइन अब त्यो डिसियुलाई चाहिँ अब के अरे साउदीले किन्ने भन्ने जस्तो कुरा अरे अनि त्यो साउदीले किन्यो भने चाहिँ त्यो के अरे त्यस नाम के अरे थियो जेम्स के अरे होइन जेम्स गन होइन जेम्स गन होइन क्या त्यो अर्कोको नाम के अरे स्नाइडर ज्याक स्नाइडर ज्याक स्नाइडर अनि त्यसले त्यो युनिभर्स फेरि रिस्टोर गर्छ भन्ने सुने अब मैले चाहिँ अब साउदीले किन्यो भने अब नेटफ्लिक्सले किन्यो भने चाहिँ थाहा छैन के हुन्छ। डब्लुबी जेम्स स्नाइडर कट हेर्दा म है कस्तो झुकिएको थिएँ है सुरुमा यो ऊ साथ्यो नि त के अरे स्नाइडर कट भन्दा अगाडि एउटा थियो त्यो सुरुको त्यो अर्को डिरेक्टर होला
हो त्यो जस्टिस आएको लिग थियो जस्टिस लिगको के सुरुमा हेरेँ मैले सुरुमा के गरेँ भन्दा त्यो अर्को नयाँ डाइरेक्टर जुन सबै कट गरेको होला हेरेँ क्या 2 घन्टावाला अनि पछिबाट चाहिँ केही बुझेन कि मैले किन भइरहेको यो कहाँबाट यसलाई किन लिएर आयो भनेर अनि जब फेरि पछि लकडाउनमा सुरु भयो नि त स्नाइडर कटको ह्यासट्याग सुरु भएको थियो अनि रिलिज गरेँ हो त्यो हेरेपछि त 4 घन्टामा त पुरै क्लियरिटी यस्तो गराउनु खोजेको रहेछ किन काट्यो होला नि भन्ने जस्तो भएको थियो अनि त्यो त ब्याटम्यान अनि त्यो के अरे पहिला स्ट्यान्डर्ड भर्स त पुरा त्यो सिरिज भनेर आइथ्यो आउनु लागेको थियो होइन 4 पार्टमा भनेर कि अनि लास्टमा गएर फेरि त्यो के अरे सिरिजको लागि धेरै सर्ट हुन्छ भनेर त्यो एउटैमा मिक्स गर्दै अरे क्या अनि लास्टमा फेरि त्यो रिलिज हुनुभन्दा एक दिन अगाडि नै पुरै लिक भइसकेको थियो त्यो फिल्म स्नाइडर कटको राम्रो थियो यार त्यो त्यही लिक भयो 7 घण्टाको थियो एउटाले 7 घन्टा भने 4 घन्टा हो 4 घन्टा 4 घन्टा 7 घण्टाको हेरे मैले त उहिले जमाना कहिले हो। यसले लर्ड अफ द रिङ्स हेरेर आयो क्या 7 घन्टा हुन्छ होइन ब्याटम्यानै हो ब्याटम्यान ब्याटन कहाँ 7 घन्टा छ त 4 घण्टा हो खै हुनु नि पायो 4 हो क्या 4 कहाँ तिमी 7 घन्टाको के त्यो त्यसो भए त त्यो सिरिजै निकाल्थ्यो तिनीहरूले कहाँ त्यो एक्ट 1 एक्ट 2 भनेर देखाउँथ्यो अब डीसीको कुरो गर्न छ भने त सौरभ अगाडि हो सबभन्दा यहाँ डिसीको हेरेँ मैले हेरेकै होइन डीसीको त म अच्छा लास्ट मुभी अच्छा लाग्यो भने त्यो सुपरम्यान हो नयाँ निकालेको त्यहाँभन्दा अगाडि मलाई त सबभन्दा राम्रो लाग्यो त्यो वाचमेन भएर चल्छ भने नि उस हेऱ्यो उस हेऱ्यो के अरे त्यो जनसिनाको पिसमेकर पिसमेकर हेर्छु भने हेरे खाने त्यो त मैले कस्तो एक घन्टाको हेर्ने जाँदा सेम हेर मैले हेरेँ अनि मुभी उसमा मुभी हेरेको थिएँ नेटमा खोजेर एउटै एपिसोड त्यत्रो धेरै रहेछ हेर्नै भएन मैले बरु बोइज हेर क्या मजा आउँछ त्यो हेर्न ए अन्त बोइजको त हेरेँ एकछिन म र भाइ मिलेर हेरेको त्यो त फुल मिम मटेरियल हो यार त्यो 4 सिजन सकिसक्यो यार मलाई अझ नि हेर्न पुगेन यार त्यो मैले अस्ति नि सिजन फेरि दोहोऱ्याएर हेरेर ज्याउला सौरभ जस्तै लाग्छ कि मलाई त हिरो किन हो किन हिरो हो कि भिलेन हो त यार हिरो भन्ने कि भिलेन भन्ने हो त त्यो 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 के भन्नु त्यो त्यो पागल हो त्यो साइको पास हो त्यो बौला तिमीहरूले त्यसो भए उ हेर फ्रेन्ड्स मलाई त मन पर्दैन यार त्यो क्रिन्ज लाग्छ फ्रेन्ड्स मन परेन ठिकै म तिमी मन परेन यार जे भयो नि मैले एकछिन हेरेको हो हेर्न त फ्रेन्ड्स त लास्ट रमाइलो छ यार मेरो टेस्टको कमेडी भएन त्यो मलाई त किन किन कस्तो कस्तो लाग्यो मलाई त जोएको हेर्न मन लाग्यो आधी हेरेको थिएँ त्यसपछि हेर्नै पाएन धेरै जसो मुभी हेर्दै छोड्दै गइरहेको मैले फ्रेन्ड्स त एपिसोड 2 देखि नै मजा फर्स्टैदेखि मजा आइसक्छ हुन त 2 देखि नै मजा आइसक्यो बरु फ्यामिली गाई हेर त्योभन्दा बरु त्यो मजा आउँछ के चाहिँ फ्यामिली गाई क्या फ्यामिली गाई मलाई सिजन जस्तै लाग्छ यार त्यो पिटर मलाई फेरि त्यो फ्यामिली गाई त्यस्तो टेस्टमा परेन अति डार्क हुन्छ क्या त्यो फर्स्ट सिजन त त्यस्तो छैन होइन तर त्यो पछि पछि हेर्दै गएपछि यस्तो डार्क छ कुरो छैन फ्यामिली गाई त मलाई यो सुलभले क्लिप देखाएरै सकेन आइसक्यो फेसबुकमा सबै क्लिप किन चुप लाएर बसिरहेको मेरो त फेभरेट हो यार फ्यामिली गाई फेभरेट हो मेरो फेभरेट त्यही भएर के मजा आउँछ त्यो हेर्न डार्क कमेडी सिम्पसन्सले तर क्या प्रेडिक्ट गर्ने है सिम्पसन त्यो पनि चलेको हो त फ्यामिली गाई भन्दै क्रेडिट गरेको नि तिनीहरूले त अनि सिम्पसन त त्यस्तो कमेडी पनि होइन सायद फुल्ली कमेडी पनि छ तर त्यस्तो कमेडी चाहिँ छैन होइन तर जस फुल्ली कमेडी चाहिँ होइन क्या त फ्यामिली गाई त कमेडी नै हो नि त त्यो पिटर र त्यो ग्रिफिनले गर्दा हो क्या कमेडी भएको साँच्चै हुने के अरे फ्यामिली गाई त डग त्यो बाउ नै हेर न यस्तो हुन्छ अझ त्यसको त्यो के अरे यहाँ कसले ब्रेकिङ ब्याड कसले भेट्छ यहाँ ब्रेकिङ ब्याड मैले हेरेँ हैन म अस्ति हेर्छु मैले हेर्ने भनेर लिस्टमा राखेको थिएँ खतरा हो यार ब्रेकिङ ब्याड एकदमै राम्रो रेटेड सिरिज रहेछ तर मैले हिरो केटा हेर म पनि कन्सिडर गर्छु हेरौँ भन्नु म डाउनलोड कम्प्लिट चाहिँ गरेँ हैन के डाउनलोड गरेर चाहिँ राखेको फिल्मको कुरा के केटा हो फिल्मको कुरा सिरिज हामीले धेरै हेरे हैन के सिरिज त फिल्महरु हेरे त सिरिज मैले फिल्मको कुरा आएन नि डीसी को नगर अब डीसी म हेर्दै वेन्सडे चाहिँ म ठिक छ केटा हो सिजन 2 चाहिँ हेरेर हात छोड्दै जम्पर त हेरे होला नि ओइ जम्पर त हेरे होला नि नै हिन्दी फिल्म कुरा आएर यार इंग्लिश त कुनै हेरे हुन्छ कुनै हेरे हुन्छ कति धेरै हुन्छ इंग्लिश त फेरि नेपाली फिल्म कुरा के हामी दिनमै कसले हेरे हैन ल
कसले हेरेको क्याप्टेन थियो क्याप्टेन ए क्याप्टेन हामी तिन मैले भाइ हेरेको ऊ यो मान्छेको ओए हामी तिन भाइको अङ्कल तर मैले स्टोरी बिर्सेँ यार 3टा भाइ हुन्थ्यो भन्ने मात्रै याद छ अरू यो केही मान्छेको अङ्कल थियो नि त फिल्ममा आफै हेरेन भनेर ड्याडी त्यो को छैन गरे हेर्दा मैले तिम्रो अङ्कल को गरे तिमीहरूले कुन ओए हेरेको तर निहिल उप्रेतीले होइन त्यो एउटा कुन चाहिँ फिल्ममा के अरे स्टन्ट त्यो अरे त्यो मुग्लिनको पुलमा मैले पनि हेरेको स्टन्ट रियल रहेछ नि त्यो त रियली है त मैले पनि हेरेको थिएँ नि मैले पोडकास्टमा भन्दैन थाहा थिएन पछि थाहा भएको मैले त ओए निखिल उप्रेती त यसको आफन्त होइन भने यसको अँ फोटो थियो त सुलभको अङ्कल हो कि एउटै गाउँमा त्यो बोल चिने होइन, बाबल त्यो चिने हो क्या दाजुभाइ हो क्या दाजुभाइ उप्रेती पर्ने हो उम्, त्यो नि सर्लाईको उप्रेती उनी सर्लाईको उप्रेती त्यही हो जस्तो एक्लो त्यही movie गाउँ चाहिँ गाउँ एउटै पर्छ त्यही हाम्रो गाउँ हाम्रो घर र त्यो निखिलको घर त्यही ए 3-4 आउट घर अफ अगाडि कन्टेक्स्ट कुरा नआएर नि त्यो को कसको दाजुभाइ बालो भन्नुहुन्छ ऱ्याप हाना क्या ऱ्याप हाना तिम्रो ओए ओए केटा हो त एक्लोको पार्ट 4वटा पार्ट बन्ने गरे नि त त्यो के नयाँ भयो फर्स्ट डेमा फ्लप भयो भने के गर्ने हो नेपाली हुन्न होला जस्तो लाग्छ किनकि कन्सेप्ट कुन नयाँ कुन फिल्मको कुरा मलाई त्यति नेपाली मलाई त्यति कन्भिन्सिङ चाहिँ लागेन है जे भने नेपाली नाम क्या नाम कुन कुन फिल्मको एक कुरा एक्लो के प्रदीप खड्काको एक्लो वान त्यो फिल्म त यहाँ त्यो माइक्रोसफ्ट पावर पोइन्टमा त्यो प्रेजेन्टेसन गरे त्यो भिएफएक्स आएर त्योभन्दा राम्रो त म बनाइदिन्छु ए केटा हो नेपालमा यति भनेकै ठुलो कदम हो के तर होइन क्या त्यस्तो त्यो मान्नुहुन्न नि त हामीले अब मान्नुहुन्न भन्दा होइन पनि जे 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 होइन होइन ल सुना अन्तिम होइन त्यो कम्तीमा पनि ल 50 लाखको त बजेट होला क्या भिएफएक्सको लागि अरू नभए नि तर त्यसमा त्यस्तो प्रेजेन्टेसन देखि छ्या यार जतिसुकै गरेर नेपालले अलिक राम्रो गर्न कोसिस गरेको है जस म मान्छु हेर राम्रो होइन त्यो आफूले जस्तो गरे साँच्चै। पहिलोपटक त्यही त्यो त मान्छेले अब के अरे अनि यार उसलाई म तिमीहरूलाई मिथोलोजिकल फिल्म बनायो राम्रो बनायो भने जस्तो हो के त्यो त के अरे हाम्रो आदिपुरुषलाई होइन आदिपुरुषले पर्खिनु कम्पेयरै पर्खिनु नगर म देखाउँछु क्या त्यसले त म तिमीलाई एउटा सर्ट देखाउँछु त्यो फिल्मको अनि भना हो क्या एक्लोको अँ धेरैवटा सर्ट छ यार त्यसको हिरोइन होइन, एउटा डान्सरलाई देखाउँछु, हिरोइन बनाएको छ यार को हो र डान्सरलाई हिरोइन कविता नेपाली को हुन्छ मैले चिनेन बुगी बुगी जिता जिता तर डान्सर हिरो हिरोइन हुन त सक्छ तर सिक्नुपर्छ क्या एक्टिङ जस्तो राघव छ त राघव राघवको एक्टिङ त कुरै नगर केटा खत्रै हो नि राघवको कि लिएर ब्याट्स अफ बलिउड हेर क्या तिमीहरूलाई कसरी मन पर्दैन ब्याट्स अफ बलिउड छोड हो क्या किलको कुरो गर न ओहो त्यो सिरिजको मुभी कुरै नहाल्ने हो होइन ल तिमीहरू छोड एक्लो दिनु भएर आउन मतलब पर्खी राघवको फेरि ब्लर एक्टिङै भयो कस्तो किल मुभीमा त्यो ब्लर इफेक्ट हटाउन तिम्रो त्यो अनावश्यक किन चाहियो अहिले ब्लर इफेक्ट आलु पछाडि त्यहाँ हजुरको फोटो देखिन्छ नि त फेरि। केही छैन यो हजुर यो सर्ट हेर आलु पछाडि त्यो त योभन्दा राम्रो त मेरो भाइले गर्छ फोटोसपमा प्रेजेन्टेसन फोटोसपकै पावर पोइन्टमा गरिदिन्छ जे प्रदीप खड्का रे त्यहाँ हेर नि त्यो स्पेलिङ हेर नि मुभी प्रदीपको छोड त्यो के अरे त्यो मज्नु भाइले बनाउँछ नि त्यो ड्रइङ हेर केटा घोडा कुनै मुभीलाई रोस्ट गर्न आएको होइन हामी अरू यो भन्दा आउट अफ कन्टेक्स्ट नजाऊ तेरो होइन रोस्ट गर्न आएको होइन तिमीले कुरा निकालिहाल्यो होइन जे जे लागेको फेरि भन्यो। मलाई जहाँसम्म लाग्छ मुभी चाहिँ कन्सेप्ट चाहिँ राम्रै निकालेको मुभी मलाई VFX तिमीहरूलाई क्रेन्ज लाग्ला होइन तर मलाई एउटा फिल्म चाहिँ वाह धन्न यतिको क्याप्टेन पनि स्टोरी चाहिँ बनाएछ भिएफएक्स त त्यस्तै हो स्टोरी क्याप्टेन यतिको पनि बनाएछ भने चाहिँ कुन लाग्यो भने नेपाली कुन क्री होला क्री अनमोल फर्की केसीको फर्की फर्की ए अनमोल त्यो टाइम केसीको ट्राभलवाला होइन त्यो एक दिन अँ पछाडि जानेवाला ए अँ मैले नि त्यो फिल्म हेर्न खोजेको थिएँ पैसा तिर्नुपर्ने चाहिँ हेरिनँ होइन यस्तो हो वर्ल्ड फ्रीमा दिइरहेको थियो अनि त्यसमा हेरेको थिएँ मैले ए अनि जस राम्रै छ स्टोरी त्यस्तो अनमोल केसीको लिस्ट एक्सपेक्टेसन हुन्छ नि त मान्छेलाई तर हेर त्यो अनमोल त्योभन्दा चाहिँ राम्रै केसीको छ सिनेमाटोग्राफी त खतरा हुन्छ यार दल्जी भन्यो नि कस्तो बवाल हुन्छ यार हेरो केटा त्यो मुभी सिनहरू तर होइन त्यसले आजकल मुभी डायलग राम्रो गरायो डेलिभरीमा नि नि इम्प्रुभ गरेछ मुभी गर्दैछ आजकल बिस्तारै नेपालमा राम्रो राम्रो कन्सेप्ट निकाले जस मान्छेहरू सपोर्ट नगरिदिने भएर मात्रै हो मलाई लास्ट बाटो हेऱ्यो बाटो राम्रो छ बाटो हेरेको मैले त ओए हामीले लास्ट टाइम त्यो नेपाली फिल्म हेर्नु कुन गएको रे त्यो दया हाङको फिल्म थियो त जारी 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 टु त्यसपछि त हामी जारी गएको ठिकै हेरेको पार्ट 2 आइसक्यो त्यसको त बरु पार्ट टू बरु रिलिज थियो गीतहरू यताउति हेर्ने हो भने उनको स्विटर धेरै राम्रो मलाई म्युजिकल ड्रामामा चाहिँ हेर्न मन लागेको थियो उनको स्वेटर मैले धेरै मान्छेको म्युजिकल ड्रामाको लागि त उनको स्विटर राम्रै थियो
धेरै मान्छेहरूको रिभ्यू सुनेको थिएँ के भने त्यो थाहा गाना मात्रै रहेछ अरू केही छैन म्युजिकल थिएटरहरूमा म्युजिकल ड्रामामा के एक्सपेक्ट गरेर त्यो मेरो पनि रिभ्यू यस्तो हो नि त म्युजिकल भए पनि स्टोरी वाइज पनि इङ्गेजिङ त हुनुपर्छ नि त। अब थोडी न त डिज्नी सिड्नी हो इङ्गेजिङ र चाहिँ थिएन त डिज्नी थोडी हो र त म्युजिक डिज्नी मात्रै हालेर त भएन नि त फिल्म हो नि त इभेन्चुअली त्यसलाई फिल्मै भन्नु पर्यो नि त फिल्मै हो ठिकै छ आर्ट कन्सेप्ट हो क्या त्यो खास मेनली सुरुमा त्यो फिल्म भनेर थर्ड यसो हो क्या गार्डन नेपाली फिल्ममा कुनै पनि फिल्म वा यार यो त अनएक्सपेक्टेड भयो यो त क्लाइमेक्स चाहिँ यस्तो सोचेकै थिएन यार मजा आयो यार भन्ने सोचेकै छ थिएन पनि त छैन त्यस्तो क्या फिल्म गएर तिमीले त्यो कागबेनी भन्ने सिनेमेटिकल्ली फिल्म वा हेरेको यार दामी यार भन्ने नै छैन क्या अहिलेसम्म ए आलु कागबेनी भन्ने फिल्म हेरेको छैन तिमीहरूले छैन कस्तो बवाल छ यार त्यो नेपाली फिल्म पनि हेर न थाहा हुन्छ बरु त्यो त्यो छ चलक भाउ जङ भन्ने फिल्म बरु मलाई होइन नेपालीमा एकदम राम्रो लाग्यो मजा आएको फिल्म चाहिँ लुट हो अब अलिक पहिला हेरे लुट चाहिँ ठिकै छ धेरै राम्रो नेपालको चाहिँ हाइएस्ट ग्रसर हो यार त्यो 2000 कति 19 लुट 11 कतिमा हो त्यो लुट र कबड्डी सिरिज कबड्डी सिरिज हेरेँ पनि ठिकै छ राम्रै छ ठिकै रे पार्ट 1 त खतरा खाने पे चल्थ्यो भने नि Part पार्ट 2 one चाहिँ गरे आज वान ठिकै छ जति त्यसमा अरूले त मिट गर्न सक्दैन ल 1 2 सम्मै राम्रै छ 2 पनि ठिकै हो ओसम्म पनि इङ्गेज छक्का पन्जा हो यार छक्का पन्जा त त्यसलाई के लेन्थी बनाउनु थाल्यो गरे त्यो तारक मेहताको कन्सेप्ट भयो कि त्यसमा चाहिँ धेरै गरेर बिगारे छक्का पन्जा पनि 1 सम्म ठिकै थियो वडा त्यो नम्बर वान 6 के त वडा नम्बर 6 भन्ने चाहिँ ठिक थियो बरु तिनीहरूले बनाएको धुर्मुसवाला त्यो त त्यो छाएका वडा पछि नम्बर 6 आइसक्यो चाहिँ ठिक धुर्मुसवाला त्यो ठिक त्यही देख्यो त्यही नै हो क्या त्यो सिक्वलै हो नि त त्यो मतलब त्यो धुर्मुसहरू भएको हो त्यो आतंकवादीवाला हुन्छ नि त तिनीहरू के त लास्ट गएर माग्ने कुराहरू जान्छु पनि नभनेर गयोवाला क्या अरूभन्दा छोडो अरू छोडो फ्रेन्डली भनौँ कि टलकजोङ भर्सेस टुल्के हेऱ्यो कि नि ए राम्रो छ त्यो त्यसको नाम के रे भाइ त्यो हिरोको नाम त्यो पशुपति प्रसादको हिरोको नाम के रे पशुपति प्रसाद हो बरु पशुपति प्रसाद पनि राम्रै हो फेरि हेर्न दुइटै फिल्म राम्रै लाग्यो मैले माइक त्यो त पनि म्युट हेरेँ गर यो पशुपति मान्छेको प्रसादको पनि दुइटै हेरेँ मैले यो मान्छेको के one कन्ट्रिब्युसन छ कि यहाँ बस्नलाई गर्छ कि बिच सुनेर बस्यो भने अब मलाई के फिल्मबाट के नलेज हुनु पर्यो नि त्यति धेरै हेरेको छैन मैले गफ गर्ने त्यो एउटा इन्टरभ्यू थियो त इस्लाम माकाचेपको ब्रदर हु इज दिस गाई भने जस्तो कुनको कुरा भइरहेको थियो पशुपति प्रसाद पशुपति प्रसाद पनि सिनेमेटिकली राम्रै छ स्टोरी वाइज पार्ट 2 त हावा थियो यार त्यो पशुपति प्रसाद पनि दल्छ भने नि के थियो यार त्यो पार्ट 2 हावा लाग्यो तिमीहरूले मलाई ending चाहिँ तिमीहरूले एउटा कुरा एग्री गरौ कि नगरौ तर हरर मुभीमा चाहिँ घर चाहिँ खतरा घर बोक्सी घर घर मात्रै घर हेरे होइन कसैले यस्तो बुझेँ फिल्म मैले बुझाइदेऊ कसैले धेरै धेरै अन्डररेटेड मुभी हो बेस्ट छ मुभी र सौरभ ह बुझिएन मैले बुझाइदेऊ कसैले वाला भने एकचोटि सर्च गरेर त्यहाँ घर मुभी भनेर उसको हो के अरे घर होइन मैले अर्को के हेरेँ फिल्म भन्दा नेपाली फिल्म भन्दा एउटा फिल्म सुरक्षा पन्थको के सुरक्षा पन्थ छ कि त्यसमा ए स्टोरी अब तिम्रो खतरा रातभरि चप्पले हाइटेर रातभरि सुत्दैन त्यो त मैले हेरेँ भाइ त्यो त मैले हेरेँ चप्पले हाइटेर हेरेँ भाइ त्यो त मैले त्यो मेरो मैले मलाई त्यो लेभलको नेपाली फिल्ममा त्यो लेभलको हुन्छ भनेर मैले त्यो सानोमा हेरेँ नि त चप्पले हाइट टिभीमा हेरेँ क्या मैले फेरि दोर्जे हेरे दोर्जे निखिल प्रेतिम छ त दोर्जे हेरेको छैन बरु हेरेको छु बिर्खेलाई चिन्छस् होइन एउटा सानो सानो के अरे भिलेन थियो कि यस्तै छोटा बिर्खेलाई चिन्छस् हेरेको त ए हेरे मैले त्यो गीत पनि थियो त चलाएको थियो त बिर्खेलाई चिन्छस् भन्ने बिर्खेलाई चिन्छस् त्यो बाउवाला डाइलग खतरा थियो बा म त्यो मास्टर साहबलाई पिटेर हो भन्ने होला कुन मुभी थियो त एउटा निखिलले एउटा सानो फुच्चीसित लड्ने होला त्यो फुच्चे हुन्छ भिलेन ए त्यो फुच्चे होइन मेरो स्कुलमा पढ्थ्यो क्यारे मुभीको नाम के हो मेरो स्कुलको त्यो कोही राजु कसको भन्ने भाइ हो क्यारे त्यो बिर्सिने मैले त्यो मुभीको नाम के थियो कि एकदम खतरै थियो कि हामीले पहिला हेर्नु पार्ट 1 र पार्ट 2 पनि बनाएको थियो त्यसको त्यो कम्फु टाइपको होइन कम्फु टाइपको फिल्म थियो त्यो डन हुन्छ कि त्यसमा त फुच्चे डन हो क्या सायद निखिललाई हेर्ने फिल्मको नाम फुच्चे डन हो जस्तो लाग्यो मलाई म नेपाली मुगलान
मुगलान त मुगलान हेर जाँदैछु हो क्या लास्टको सिन होइन त्यही त होइन मुगलान के त्यो दसैँ आयो वाला आइकोनिक गीत अँ। भएको होला त लास्टको सिन त्यही बा गए भयो भन्ने होला उम्, जोसुकै मान्छे होस् जोसुकै जो मान्छे होस् रुन्छ क्या त मान्छे त मुभी हेरेर फर्स्ट टाइम हेर्दा त इमोसनल छ म यहाँ थर्ड टाइम हेर्दा त रोइसक्यो थियो धेरै बुझ्छ क्या त मुभी चाहिँ नेपाली फिल्महरू पनि छन् राम्रा ए त्यो मुगलान भने सबैजना मर्छन् होइन त्यसमा लास्टमा अँ दिलीप रायमाझी म हेरेँ यार तर बिर्सेँ रमेश ढुङ्गाना अनि अर्को को अरे एउटा सुशील सुशील के थिए सुशील श्रेष्ठ? कार्की कार्की हो क्या सुशील श्रेष्ठ होइन श्रीकृष्ण श्रेष्ठ होइन के कहाँ छ र मुगलानमा सुशील के अरे श्रीकृष्ण यहाँ छैन? पर्खी म गुगल हान्छु यार ऊ हो कि सुशील समथिङ के हो कि सुशील हो त हिरोको नाम अनि उस पनि छ के थियो त्यति टिममा नाम सायद नेपाली हिरोमा तिमीहरूको करेन्ट फेभरेट को हो मेरो अबे पागल शिव रेग्मी र के सुरेश अधिकारी रे ए शिव श्रेष्ठ होला शिव यार श्रेष्ठ शिव रेग्मी भने अर्कै शिव हो यो। श्रेष्ठ कहाँ हुने होइन शिव श्रेष्ठ थिएन थिएन सुशील अब दिलीप तिमीहरूको रायमाझी करेन्ट रहेछ नेपाली त्यसमा। फेभरेट हिरो को हो राजेश हमाल मेरो नेपाली करेन्ट भने करेन्ट फेभरेट त सौगात मल्ल मै हो यार कोही छैन ओ नाइस सौगात मल्ल तर सौगात त मेरो फेभरेट हो कि होइन यार त्यो मान्छेको एक्टिङ सौगात हेरेर मल्ल पनि करेन्ट तिमीहरूले भन्छ यार त्यो कहिलेको बुढो मेरो यार ऊ मेरो भिलेनमा चाहिँ ऊ अब यसलाई हिरो बिपिन- नै माने नि भयो बिपिन भिलेन नै कार्की? माने नि भयो तर मेल एक्टरमा बेस्ट एक्टिङ लाग्ने मलाई अर्पण थापाको छ त्यो त प्रायः जहिले भिलेन त भन्ने खेल्छन् बे त्यो एउटा वीर विक्रममा के अरे जस साइड अब हिरो 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 त होइन त्यो मेल एक्टरमा राम्रो एक्टिङ गर्ने सौगात मल्ल त्यो विपिन विपिन कार्की कार्की। मलाई अलि ओभर हाइप लाग्छ एक्टिङ त राम्रै छ उस पनि छ त एउटा होस्टेलको गुन्डा के विजय बराल बरु ठिकै हो होस्टेल रिटर्नको गुन्डा है एउटा होस्टेल छ? रिटर्नको गुन्डा त्यो टक्लु के सुशील ए सुशील त हिरो हो त सुशील त। ए त्यो के अरे नवाज होइन के अरे त्यसको नाम खै त्यो उसमा पनि छ के काले अँ कस्तो त्यसले पनि राम्रो थाहा एक्टिङ भयो क्या थाहा भयो त्यो होस्टेलको होइन नाजिर हुसेन त्यो गुन्डा कहाँ हो जस नाजिर हुसेन पनि राम्रो एक्टर चाहिँ हो अब त्यो गुन्डा त होइन। त्यसमा छ कि एउटा मलाई मनपर्ने एक्टरै हो नाजिर हुसेन पनि बरु रेशम फिरीले पनि भएको थियो त नयाँ रिलिज अब रेशम फेरि चलेन मैले पनि खासै हेरेन फर्स्ट पार्ट 1 चाहिँ राम्रै थियो पार्ट 1 को त त्यही गीत मात्र राम्रो लाग्ने मलाई स्टोरी त हाब्बा जे पायो त्यो त्यति बनायो। त्यो कमेडी वाला पार्ट छ नि त्यो त्यो वाला अँ, गोट बोका। फाइट वाला बोका अँ, अँ। त्यो चाहिँ राम्रै लेखा ब्रेन रट जस्तो होइन लास्ट राम्रो पार्ट पनि ठिक ठिक थियो तपाईँ क्यामेरा बोकेर पुरा अँ, फाइट जान्छ रियल फाइट अँ। भनेर आइज लास्ट पार्ट मलाई त्यो अन्त त्यो प्लेन रोक 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 भने तिमीहरूले केटा त्यो त फास्टै हो भने त सबरा नै हान्छ सबैभन्दा बेस्ट सुपर हिरो नेपाली मुभी पेश हो सुपर हिरो इकु त्यो मलाई यस्ता हावा फिल्म आइसक्यो मलाई मलाई होइन अस्ति त्यो माग्ने राजा यस्तो हेर्न मन थियो एक्लै के जानु भन्ने हो क्या केटाहरू छ थिए त त्यहाँ फोटो खिचेर आएको होइन तिमीले पैसा हाल्ने म गइहाल्छु फोटो त्यस्तो खिचेर। कुराहरू माग्ने राजा हेर्न मन लाग्यो मलाई त नाइस लाग्थ्यो ब्रेन रटै थियो होला छन त टाइम लिमिट हुन लाग्यो केटा कतिको गफ गर्ने आज फिक्स गरौँ ल ए टाइम लिमिट सम्मै गर मलाई 32 मिनट भयो कि अब धेरै छैन 7-8 मिनट म त 15 मिनट त थिँदा नि थिएन होला के नभए नयाँ 7 मिनेट भनेर देखाएको छ त हेर केटा अब हामीले रेगुलरली भिडियो त हाल्न सकिन्न यस्तै छुट्टीको दिन सालतिर यसो चट्ट मिलेर बसेर गरौँ त शुक्रबार हाल्ने गरे हुन्छ शुक्रबार गरौँ न त्यही भन्छु म त किनकि मेरो पहिले घडी एउटा तर होइन शुक्रबार नराम शुक्रबार फेरि कतै गइन्छ के गर्न गइन्छ सेकेन्ड सेम शुक्रबार नराम सेकेन्ड सेमबाट चाहिँ थियो कि मेरो एउटा के अरे यस्तै बनाम साथीहरू मिलेर भनेर अब जो बेला कसैले सिरियस लिएन अहिले धन्न कसैले एग्री गरे र अहिले यहाँ छौ तिम्रो सुभाषलाई मैले बोलाएको भ्लग बनाउँछ कति सुभाष आजकल राजश्रेष्ठलाई बोलाएको थिएँ मैले अनि ऊ चाहिँ के गेमको इभेन्ट रहेछ त्यही भएर आएन
अब गेमको इभेन्ट टाइट हुन्छ नि मेरो नि इभेन्ट थियो यार मैले इभेन्ट छोडेर आएको कस्तो कुरा गर्छ यार म यहाँ किताब पढ्न छोडेर आएको थ्याङ्क यू के कुन किताब पढ्न है यु गाइज उम्, मसित पनि सक्यो भए पनि पढ्दै थिएँ है द हिडन हिन्दू टु गुड टु बी ट्रु म नि किताबै पढ्न लाग्ने हेर्छ तर यो चाहिँ प्रिन्टेड किताब हेर त हेर आमा ए ए किताब हाम्रो कलेजलाई कहिलेको एक्सपोज भाइ हो हाम्रो कलेजलाई एक्सपोज गर्ने होइन सेकेन्ड पढ्नु सेमेस्टर हाम्रो कलेजलाई एक्सपोज गर्ने होइन फेमस गराउने होइन यहाँ हेर न यस्तो किताब पढ्न लाग्छु म मा चाहिँ के लेखाएको छ त्यहाँ के थाहा कालोले निड टु बी रिडन न्युमेरिकल मेथड रे यार होइन कालोले के लेखाएको छ कुन कालोले त्यहाँ कालो पेनले लेखाएको छ त्यसमा के भनेपछि धुरन्धर हेर्न न्युमेरिकल गए मेथड देखाएको छ क्या धुरन्धर हेर्न जाने कि न्युमेरिकल नि मेथड हो क्या जाने हो हाँ? धुरन्धर त्यो राम्रो लाग्यो मलाई चाहिँ जाम गएर आऊँ अनि यसो नाइ, यहाँ आएर मतलब- रिभ्यू सिभ्यू तिमीलाई चट्टा लाएर केही त हुन्छ कमसे कम धुरन्धर होइन अरू फिल्म हेर्छौँ क्या ओहो टाइम चाहिँ कतिखेर मिलाउने के यार त्यही झ्याउ छ क्या शनिबार शनिबार मिल्दैन जस्तो लाग्यो मेरो त त्यो बिहानै 6 बजेको सो हेर्दा हुन्छ म त आउँदैन 6 बजे त को आउँछ त्यस्तो चिसो छ होइन बजे कि 6-7 ल 7 है ल 7 बजेको कलेजबाट जम्मा नि पकाइनेवाला के 4 घण्टाको हो यो सबै फिल्म 4 घण्टा किन हुन्छ के खै किन कुन फिल्म 4 पार्ट घण्टाको धुरन्धर कि पार्ट 1 र पार्ट 2 पनि बनाउने भनेर सुनेको थियो तर 2 घण्टाको हुन्छ होला आई गेस सेकेन्ड पार्ट नै आउँछ गाड मारिदिन्छ नि नगरेर जान त केही थिएन अब हेर केटा एडिट गरेर चट्टा काटकुट गरेर युट्युबमा हाल्ने काम मेरो भयो हामी आउने गफ गर्ने फ्राइडे चट्टा राखौँ न अरूलाई पनि कनेक्ट गर्दै गरौँ न कोही कोही भयो भने इन्ट्रेस्टेड मान्छेहरू अरूलाई किन कन्टेन्ट गर्नु हामी हामी थाहा छ नि होइन कोही अहिलेलाई यति त्यस्तो गरौँ भएछ भने गरौँ ल। क्लबमा केटा म चाहिँ भाइरल जानु पर्यो त्यही हो ओ अब त्यति गर्नलाई कक्षामा नाच्नुपर्छ त्यस्तै यार मेरो कपाल आइसकेको छ त मेरो यार ओ कस्तो सिल्की देखियो गर अनि टोपी लगाइरहेको छु ठ्याक्कै सिक्किम अक्षय खन्ना देखे एकैछिन यसरी घिच्ने होइन त्यहाँ चिङ्गारी निक्लिन्छ जस्तो भाइ ठ्याक्कै मेरो अक्षय क्यामेरामा खन्ना हेर्दा देखिन्छ नि कि यहाँसम्म हङ्गामाको देखिन्छ है। राहुल अँ। हङ्गामाको अक्षय खन्ना अघि ड्याडी पनि थियो अब त अक्षय खन्ना ड्याडी पनि थियो रियल कहाँ मेरो यस्तो त्यो देखिन्छ त त्यो केटीले रियल उगाएर जान्छ त के अरे बिचमा। अप्सन दिन्छ त अँ। मैं डिसाइड नहीं कर पा रहे आप लोग डिसाइड कीजिए भनेर दिन्छ अनि त्यो सम्म त्यसकै नाम हुन्छ त केटाकै अर्को केटाकै अँ। ए जितु के अरे जितु फ्रम भिडियो जितु गर्न भिडियो गर्न। के अरे नन्दु सम्म नन्दु लेखा हुन्छ उसको के एकछिन अरे त मलाई त्यो हेर्दा राहुलको याद आएको थियो कसको मुला के होइन मैं मरा हुआ जीतू का मरा हुआ दोस्त लंगोटी हो यार सक्सेसफुल हुन पनि राहुललाई इन्डिया पुग्नुपर्छ कि के भन्नु मैं जीतू का मरा हुआ लंगोटिया यार हूँ। यस्तै ढोल जस्तो मुभी कहिले गराउँछ ढोल चुप के त्यो फ्लप भएको नि तिनीहरू मुभी त्यो बेला त्यही भने टिभीमा हिट भयो अब खट्टा मिठा नि फ्लप भएर चाहिँ मैले भर्खर थाहा भएको खट्टा मिठा पनि फ्लप भएको हो कि त्यस्तो मुभीहरू ओए देख्छ हेरा फेरि फर्स्ट पार्टबाटै हिट हो अँ फर्स्ट पार्ट त्यो त हिट भयो पार्ट 3 अनि- पनि आउँथ्यो अनि तिमीहरूले अर्को हेरेको छौ त्यो एकदम पुरानो खालको छ त्यो पनि तर डिरेक्टर त्यही प्रियदर्शनै रहेछ त्यो के आपके के अरे आपके घरमा कितने बच्चे है वाला के अरे ए अँ त्यो हेरेँ थियो मैले ए त्यो आपकी भयो शादी हो सबै गई comedian भएको भन्छ थियो अनि नि नहीं भन्छ अनि आपके घरमा कितने बच्चे है गर्दैन मलाई त यो अनि यो अनि त्यो- यो भन्दाखेरि उस याद आउँछ कि त्यो शिवाजी द बस वाला इन्टरभ्यू लिन जान्छ नि हम जनगणना से आए भन्ने त यस मजा आउँछ त्यो कोही त्यो राजपाल यादवले डब गरेको थाहा कि नि तिमीहरूलाई कुन चाहिँ त्यो के त्यो शिवाजी द बसको त्यो भान्जाको मामाको क्यारेक्टर प्ले गर्छ के अरे त्यो शिवाजी द बसको साथी ए त्यो अर्को होइन त्यो मोटे वाला मोटे तिमीहरूलाई ऊ थाहा छ कि नै चुप चुपकेमा त्यो साहिद कपुर अँ। गर्छ नि त्यो साहिद त्यो कपुर त्यो थाहा मलाई त्यो त्यसको आवाज होइन अरे त्यो डबमा अर्कै गरिदिएको थियो त्यो प्रिय हैदराबादमा गएर डब ए। गरेछ नि त्यसले त्यो आफै छक्क पऱ्यो अरे क्या सबै साउथ इन्डियामा डब गर्थे अरे अनि त्यसपछि त्यसलाई थाहा भएन अरे
अनि फिल्म हेर्न गएर सोल्टी त आफ्नो आवाजमा अर्कैको आवाज म नि छक्क भयो भनिराखेको कुन चाहिँ पोडकास्टमा के भयो। भने थियो इन्टरभ्यूमा फर्जी अब सिजन 2 पनि आउँदैछ तर ऱ्याप मलाई मजा आएको फ्लप भएको फिल्म आएको कुन हो त कुन त्यसको त्यो ब्रेन रड फिल्महरू आउँछ त आर राजकुमार टाइपको क्या ए आराजको बारे ठिकै थियो मलाई सन अफ अहिले थियो सरदार धेरै मजा आयो कि पार्ट 1 सन अफ सरदार त्यो त एपिक हो नि यार Part तर two- अस्तिको त राम्रो थिएन पार्ट 2 अलि डिसअपोइन्ट गर्यो दे दे प्यार डे पनि 2 आएछ नि हेर टु मैले 2 हेर्न मन लाग्छ हेर्न चाहिँ अब त्यो अस्ति भर्खरै- जावेद जाफरीको छोरो रहेछ होइन त्यसलाई लन्च गरेर रहेछ बाउ छोरा तर नाच्यो ब्याकलास धेरै आइछ र त्यो ल केटा हो, ल राम्रो छैन टाइम सकिन लाग्यो अब वी आर गुड टु गो ल गुड नाइट म पनि सुति ल बाई बाई ल पछि अक्षय फेरि डिस्कसन गरौँ ल जितु लेस देन फ्रम भिडियो गर्न बाई बाई ल बाई ल बाई थ्याङ्क यू अल